करिब चाहिँ हाम्रो ज्वलन्त कमरेडले यहाँ अहिले जनजातिहरूभित्र केही गर्नुपर्ने कार्यका विषयमा र जनजातिहरूमा चाहिँ भइरहेका चाहिँ क्रियाकलापका आधारमा चाहिँ उहाँले थोरै चाहिँ समयका अभावका कारण र समयका चाहिँ अपुख्ताका कारण चाहिँ उहाँले छोटो चाहिँ रूपमा राख्नुभयो र समुदाय अथवा जनजातिभित्रका अन्तरकुन्तरका वृत्तान्तहरू पनि चाहिँ हामीले थुप्रै राख्नुपर्ने छ। हाम्रो झक्कु कमरेडले भन्नुपर्ने चाहिँ सबै कुरा चाहिँ समय अभावका कारण उहाँले पनि भन्न सक्नु भएन। तर हामीलाई के लाग्छ भने हामीले यो युद्धकालीन अवस्थामा पनि जातीय मोर्चाका चाहिँ कुराहरू उठ्ने गर्थे त्यहाँ। त यो किन उठ्यो त भन्दाखेरि हामी कहीँ न कहीँ राज्यद्वारा र सरकारद्वारा हामी कहीँ न कहीँ चाहिँ उपेक्षित छौँ र कहीँ न कहीँ चाहिँ हामी चाहिँ शोषण दमनमा परेका छौँ। यो हामी शोषण दमनमा परेको कुरा चाहिँ हामीले अप्रत्यक्ष रूपमा हामीलाई महसुस नहुने गरी हामीलाई अलिकति चाहिँ त्यो कुरा चाहिँ ज्ञान नहुने गरी शोषणमा छौँ हामी। यो किन भन्ने कुरा एउटा प्रुफ सहित चाहिँ हामीले तपाईँलाई देखाउने चाहिँ समय चाहिँ हामीले मिलाउँला त्यसको कुरा है। यसले गर्दाखेरि हामी किन यसरी चाहिँ शोषणमा परेका छौँ भन्ने कुराको यो चाहिँ नम्स चाहिँ हामीले देखाउनु पर्ने पनि छ। तब मात्रै हामीले जातीय आन्दोलन गरेको चाहिँ यथार्थ चाहिँ पुष्टि हुन्छ र त्यसलाई पुष्ट्याइ गर्न सकिन्छ। यसैले गर्दा मैले छोटोमा के हजुरहरूसँग के राख्ने भने यो 2046 सालभन्दा अगाडि जनजाति या आदिवासी भन्ने शब्द नै थिएन। जब 2046 सालमा राजा वीरेन्द्र र मोहन विक्रम सिंहले चाहिँ तल गोरखपुरमा गएर एउटा हिन्दू सभामा नेपालका चाहिँ मङ्गोल समुदायलाई चाहिँ जनजाति भन्नुपर्छ भन्ने खालको कुरा चाहिँ त्यहाँ त्यो हिन्दू महासङ्घको चाहिँ भेलामा चाहिँ त्यो पास गरिसकेपछि हामी नेपालका मङ्गोल समुदायहरू आदिवासी जनजातिमा चाहिँ आइयो है। अब यसको विषयमा चाहिँ हामीलाई थाहा नै छैन। त्यसपछि यसको व्याख्या पछि चाहिँ एमाले गरेको छ कि फेरि विराटनगरको चौथो महाधिवेशनमा उनीहरूले पछि जनजातिहरूलाई अगाडि आदिवासी थपिदिनुपर्छ भन्ने भएपछि अनि त्यसपछि गएर चाहिँ 2051 सालमा एमाले चाहिँ फेरि आदिवासी थपिदिएपछि हाम्रो नेपालको चाहिँ हामी मङ्गोल समुदायका मान्छेहरू आदिवासी जनजाति भनेर चाहिँ हामीलाई चाहिँ त्यसरी चाहिँ गरियो कि। यसले गर्दाखेरि अब यो हाम्रो नेपालको अलिकति चाहिँ कस्तो छ भने गिरिजा प्रसाद कोइराला चाहिँ 2000 कतिमा गए सायद 54-55तिर राष्ट्रसङ्घको चाहिँ सभामा गइसकेपछि अब 22 पेज लामो चाहिँ एउटा दस्तावेज त्यहाँ चाहिँ प्रस्तुत गरेछन् उनीहरूले त्यहाँ। अनि गरिसकेपछि सबै जनजाति सम्बन्धीका आदिवासी जनजातिहरूको जीवनशैली त्यसपछि यहाँहरूको चाहिँ अब भनौँ न जीवनशैलीभित्र चाहिँ क्रियाकलाप आर्थिक क्रियाकलाप सामाजिक क्रियाकलाप सांस्कृतिक क्रियाकलाप सबै कुरा चाहिँ के गरेका रहेछन् गिरिजा प्रसादले त्यहाँ प्रस्तुत गरेका रहेछन्। यत्रो चाहिँ तिमीहरूले यो ल्यायौ है यत्रो चाहिँ तिमीहरूले आदिवासी जनजातिहरूको विषयमा ल्याएछौ भने सत्तामा तिमीहरूले किन राजकाज गरेका छौ भन्ने खालको कुरा राष्ट्रसङ्घको प्रतिनिधिले सोधिसकेपछि त्यहाँका जनजातिहरू अहिले चाहिँ अशिक्षित छन्, निरक्षर छन्, सोझा साझा छन्, असभ्य छन्। त्यसैले गर्दा त्यसको बदलामा सट्टामा हामीले चलाउनु पर्ने छ। तर उनी शिक्षित भइगए, जागरुक भए, उनीहरू चाहिँ कहीँ न कहीँ चाहिँ राज्य सत्ता सञ्चालन गर्नुपर्ने छ भने हामीले उहाँहरूलाई हस्तान्तरण गर्नेछौँ भन्ने खालको गिरिजा प्रसादले त्यो राष्ट्रसङ्घको महासभामा त्यो पेस गरेका थिए अरे कि। यसले गर्दाखेरि चाहिँ अब हामीले चाहिँ यहाँ सूक्ष्म ढङ्गले चाहिँ हामी जनजातिहरू भनिने मङ्गोल समुदायहरू कहीँ न कहीँ चाहिँ उपेक्षामा छौँ, शोषण दमनमा छौँ र यही सिलसिलामा अब जातीय मुक्तिसँगै वर्गीय मुक्तिसँगै जातीय मुक्तिको पनि हामीले चाहिँ अभ्यास गर्ने भनेर प्रचण्ड नेतृत्वको चाहिँ उसले 10 वर्षीय जनआन्दोलन युद्धमा चाहिँ हामी सहभागी भयौँ।
सहभागी हुने बेला पनि अहिले आउँदै गर्दा अब हाम्रो छैन, हेर्नुहोस् है, कतै पनि छैन क्या समानुपातिक समावेशी। अब स्वायत्तताको कुराहरू संविधानमा त लेखिए, तर समानुपातिक र समावेशीमा चाहिँ पठाउने बेला खसारेकै मान्छेहरू हुने। त्यसको ज्वलन्त उदाहरण कहाँ छ भने माधव नेपाल, जहाँ चाहिँ रौतहटमा हारेर पनि उहाँलाई समानुपातिकमा ल्याएर अनि त्यसपछि गएर प्रधानमन्त्री बनाएको कुरा, जहाँ चाहिँ राज्यको पहुँचसम्म पुग्न सक्दैनन् तिनै समुदायका निम्ति, तिनै वर्गका निम्ति यो समानुपातिक र समावेशी चाहिँ सिर्जना गरिएको हो क्या। तर त्यो सिर्जना गरेको कोठामा अहिले फेरि त्यही समुदाय पुग्छ, हेर्नुहोस्। यसले गर्दाखेरि यो अदृश्य ढङ्गले चाहिँ यहाँ राज्य सत्ता सञ्चालनभित्र हामी शोषणमा परेका छौँ भन्ने कुरा यो नेतृत्व पङ्क्तिले पछि चाहिँ प्रष्टि चाहिँ बनाउने छ, त्यो पनि राखौँला है। यसैले गर्दाखेरि 2072 को संविधान घोषणा गर्नुभन्दा अगाडि संविधान लेख्दै गर्दा अब के लेखिएछ भने खस आर्य भनेको चाहिँ त्यसको अर्थ जनाउँदाखेरि खस आर्य भनेको चाहिँ क्षेत्री, ब्राह्मण, ठकुरी, दशनामी र त्यसपछि गएर गिरिपुरी भन्ने खालको यो चाहिँ भन्ने जात नै चाहिँ नेपालको चाहिँ आर्य समुदायमा पर्छ भन्ने लेखियो। लेख्ने बेला अब यी नेपालका आदिवासी जनजातिहरूलाई के कुन स्तरमा राख्ने भन्ने त्यहाँ छलफल चलेछ है। त्यो कुरा बाबुरामले उठाए जुन हामीले त हाम्रो चाहिँ त संविधानमा उल्लेख गऱ्यौँ, तर नेपालका जनजातिहरूलाई कुन उसमा राख्ने भन्ने भएपछि त्यो एमालेको ईश्वर पोखरेल कि के अहिले उपाध्यक्ष हुनुहुन्छ नि कि के अलि नि ईश्वर पोखरेल त हो। उहाँले पहिको कि अहिले छोडिदिनुहोस् तिनी कुरा राख्ने हो भने अहिले भोलि विवाद हुन्छ। उहाँहरू जब चाहिँ आफ्नो संविधान लेख्ने चाहिँ स्तरमा आइपुग्नुहुन्छ त्यति बेला उहाँहरूले आफ्नो संविधान लेख्नु होला, अहिले छोडिदिनुहोस् यो कुरा भनेपछि बाबुराम चाहिँ कन्भिन्स भयो अरे क्या। जहाँ कि हाम्रो चाहिँ यत्रो जनयुद्धमा हामीले त्यत्रो त्याग र बलिदान गरेका जनजातिहरूको विषयमा हाम्रै त्यो 10 वर्षीय जनयुद्ध चाहिँ सञ्चालन गर्ने बाबुरामले सम्म चाहिँ हामी जनजातिहरूलाई चाहिँ संविधानमा उल्लेख गर्नुपर्छ है भन्ने खालको कुरासम्म उनले आँट गरेनन् भने। किनभने उनी चाहिँ खसारी ब्राह्मणकै जातका मान्छे भए हुनाले उनले हाम्रो विषयमा बोल्न चाहेनन्। यसले गर्दाखेरि यो स्थिति छ। यो विषयमा त्यही भएर हामीले यहाँ बिस्तारै चाहिँ हामीले बुझ्नुपर्ने पनि छ र कहीँ न कहीँ चाहिँ हामीले यो बुझाइबाट चाहिँ हामीले हाम्रो अधिकारको विषयमा अब रुकुमबाटै थालनी गर्नुपर्छ भन्ने नै हो।